सबैजनालाई मजामै आउँदा हुन्छ ल माइजू आइपुग्यौँ है माइजू नमस्ते दाइ लु यहाँ मामाहरूलाई बोलाएर यसो गरौँ न कसो गर्ने तपाईँहरू त यता आउनु दुईजना हामी त कम्ती साथमा भाउजू चाहिँ शेर्पाको छोरा हो अहिले अमेरिकातिर पनि हुनुहुन्छ उहाँ पनि भने के छ हामीले जान्नु पर्छ यसमा हजुरहरू नै सर्वोपरि हुनुहुन्छ हजुरहरूले पाले पुण्य मारेका शरण पर्दै पो आइगयो बाबा त्यही भन्नु सोल्टी दाजु यता रीतिरिवाज भाइलाई सोल्टी भन्नुभयो मलाई के भन्नुहुन्छ त्यो कलिलो चाहिँ आजको लागि सम्झी भन्दा के फरक पर्छ आफ्नो वाइफको समेत गर्नुपर्छ बेहुली नानी चाहिँ यहाँ लजाएर हैरान्छ मैले पनि आँखा देखिन कार्की प्रधानमन्त्री छ देशको लागि सुखले साझा हो भेनाकेटीको मुस्कानले चाहियो रे भेनाकेटीको एउटै शब्द लिँदै लेखन हाम्रो कहानी आकाशमा तारा रहन्छ सुम्पिन्छु यो जिन्दगानी एउटै शब्द लिँदै लेखन हाम्रो कहानी आज कुदिन कुथिति कुनक्षेत्र कुसाइट बान भात्रा दुनियाँ थियो भने पनि आज तपाईँको नाम के अरे लाक्पा शेर्पा तपाईँको अञ्जली श्रेष्ठ मेरो छोरी अन्तरिक्ष त्यसमा तपाईँहरूको चाहिँ एउटा गङ्गामा मैलो भिजेको थिएछ र कहाँ जन्मिनु भएको तपाईँहरू कहाँ जन्मिनु भएको भाइ कहाँ जन्मिनु भएको छोरी आज लहना भावीले जुरायो गङ्गामा मैलो भिजेको थिचेर यसरी भेट भयो र यो तपाईँहरूको अहिले छिनिकको लागि होइन यो सामाजिक रूपले हेर्ने तपाईँहरूको विवाह हुँदैछ यो खेला चाहिँ नसोच्नु होला अब कानुनी रूपमा पनि जानुपर्छ अनि मात्रै श्रीमान श्रीमती हुनु पाइन्छ र फेरि तपाईँहरूको यस्तो यो फेरि पनि टिकी लाग्ने फेरि पनि अर्कोसँग जाने फेरि अर्कोमा ल्याउने यो दोहोरिनु हुँदैन कानुनले दिँदैन कानुनले र भने ल आज यता हाम्रो भाइको ससुराली राजाहरूबाट अहिले उहाँले चाहिँ नि टीका प्रसाद तपाईँहरूलाई लगाइदिएको यो सधैँको लागि हो आज लक्ष्मीको लागि र सुरु गर्नु छोरीले देश थाम्नु भाइले परदेश थाम्नु त्यस्तो आयो पनि हुन्छ है तपाईँहरू सधैँ भाग्यमानी भएर 12 पुस्ताको माया 18 पुस्तासम्मको रहनी कहनी होस् र आज लोकन्दा आजको यो बिहाले देश परदेशका कोले हेर्नु भएको छ यसरी नै होस् फेरि यो बिहा दोहोरिनु हुँदैन है फेरि खाप्लो है
पर्छ थिच्दैन नि त्यो बेलुका सोच्न चाहिँ बराबर लोगोले चाहिँ राम्रो लागिन्छ रङमा रङ्गी सँगै रुने सँगै हाँस्ने सधैँभरिलाई आँखाले गर्दैछ खाने खुसी हेरिरहँ भन्दैछ सुस्तरी सधैँभरिलाई छेउमा बसिराख आँखाले गर्दैछ खाने खुसी हेरिरहँ भन्दैछ सुस्तरी तिमीलाई तिमी मेरो बेहुली तिमी मेरो बेहुली एउटा एउटै शब्दले स्पेशल गिफ्ट बल्ल बल्ल लोगनी बस्नु के को म त होइन होइन पर्दैन यसरी नै भयो हुन्छ यसरी भयो ल दुईजना ल यसरी पक्रे जस्तो गर्नु बेना बेना तालो छ अरे रे कतिले तालो छ है हजुरलाई कुरोभन्दा खतरा छ क्रस गर्नु न क्रस हो को यो पनि नि हात जोड न त्यतिकै हात बोक्नु पर्यो ए हात त गयो नि सलाद मन पर्दैन काँक्राहरू टेन्सन नगरी खानुहुन्छ कि र अहिले यति राम्रो गरिदिनु भयो हामीलाई शरण पर्यौँ शरण पनि दिनुभयो पिछा पर्यौँ पिछा पर्यौँ अब हामी अलिकति चाहिँ अब अलिकति बिदा थोरै तल पनि हाम्रो के छ भने नयाँ बेहुला बेहुली हेर्छ अरे अन्तुलाई त देखेको पनि मेरो छोरीलाई त र फुलको ठुवा राखेर बाबा ल अनि भेला हुने र बिदा हुने पनि हुन्छ नि त भाँचिहाल्छ ल खुसीको मौका रुनु हुँदैन भन्नु न सोल्टी आइपुग्यौ हेर न हामी कस्तो राम्रो लाग्दैछ यो जिन्दगी तिमीमा सुरु अनि तिमीमै खतम माया गरिरहनु कम से कम तिमीले सपना जे लाग्छ अझै तिमी र म सँगै बस्ने एकअर्काको रङमा रङ्गी सँगै रुने सँगै हाँस्ने सधैँभरिलाई आँखाले गर्दैछ खाने खुसी हेरिरहँ भन्दैछ सुस्तरी सधैँभरिलाई छेउमा बसिराख आँखाले गर्दैछ खाने खुसी हेरिरहँ भन्दैछ सुस्तरी तिमीलाई तिमी मेरो बेहुली तिमी मेरो बेहुली एउटा एउटै शब्द लिँदै लेखौँ न हाम्रो कहानी आकाशमा तारा र हुन्जेल सुम्पिन्छु यो जिन्दगानी
पर्छ अनि के बाबुआमा भन्नुपर्छ हतारेको बाबुआमा जोल्टिनीहरू त नि बाबुले त छोरालाई आशीर्वाद तपाईँहरूभन्दा सानो भयो नि आशीर्वादहरूका शुभकामना है धेरै धेरै हाँसी खुसी हुनु आजदेखि खुसी नै खुसीको दिनहरू हुनु अरे देख्न पाउनु भयो नि त सुन्न हाम्रो टिममा मनाइ हुन्छ अब के हुन्छ भाइलाई भन्छ मेरो त भाइ हुन्छ बेमाको नानी चिप्के त हुन्न यार बिहानदेखि खबरै कागजमा काम यसो गर्छस् सिपाको बेमा खाइदेऊ न भरे उहाँ देखाउँछ नि यहाँ आज यो चाहिँ दाजुले बनाउनु भएको नि स्पेसल के पाक्यो त दाजु यहाँ होइन हामीसँग पुलाउ किनभने
पुलाउ छ पुलाउ छ होइन? हजुर हामीसँग हजुर यहाँनिर सलाद। ग्रेभी देख्नु सलाद देख्नुभयो अनि हामीले पापड पापड। पनि गरेको छौँ हाम्रो किनभने हामीसँग छ अचारहरूको हामीसँग यहाँनिर अब यो पुलाउको अचार होइन हामीसँग सबै छ हजुर के गर्नु आज सेफ चाहिँ दाजु हो नि हजुर सेफ होइन तपाईँ आज आजको सेप भयो भने र पनि अलिकति यसो सिम्पल तरिकाको भनौँ न नर्मल तरिका सेपै हो यतिको सेप हो यतिको सेप भनेको चाहिँ अब यसलाई चाहिँ अब नेपालीमा भन्नु भने अब गाउँघरको कुरामा गर्नु भने ठिक्कको तरिकाको गार्निस ल लु खुवाइदिनु